यो काठमाडौँको टोखाबाट अब हामी रसुवाको गोसाइकुण्डका लागि प्रस्थान गर्दै यो आर्मी चेकपोस्ट करिब 15-20 मिनटको हिँडाइपछि हामी यहाँ शिवपुरी स्थित आर्मीको चेकपोस्ट आइपुगेका छौँ। करिब 1.5 घन्टाको काठमाडौँबाट हामीले यात्रा गर्दा गर्दै काठमाडौँ शिवपुरी र नुवाकोटको फाँटेफाँटको रमणीय यात्रापछि हामी करिब 1.5 घन्टापछि नुवाकोटको सदरमुकाम बिदुर आइपुगेका छौँ। अब बिदुरबाट हाम्रो धुन्चेको यात्रा करिब 48 किलोमिटरको यात्रा अब यहाँबाट सुरु हुन्छ। ल 48 किलोमिटरको नुवाकोटदेखिको यात्रापछि हामी धुन्चे आइपुगेका छौँ। धुन्चे बजार। अब यहाँबाट चाहिँ हाम्रो आधिकारिक रूपमा ट्रेक यात्रा सुरु हुन्छ। अहिलेसम्म हामी काठमाडौँबाट यहाँ आउन करिब 4 घन्टाको मोटरसाइकल यात्रापछि धुन्चे बजार आइपुगेका छौँ। अब यो धुन्चेबाट हाम्रो यात्रा चाहिँ प्रारम्भ हुन्छ। त्यसका लागि हामीले आवश्यक सामग्रीहरू, हामीलाई चाहिने कोल्ड ड्रिङ्क्स र अन्य औषधिका सामानहरू हामी यहाँ किनिरहेका छौँ। यो धुन्चे बजार तपाईँ देख्न सक्नुहुन्छ, रसुवाको सदरमुकाम धुन्चे बजारबाट अब हाम्रो रसुवाको पर्यटकीय स्थल र धार्मिक स्थल गोसाइकुण्डको लागि ट्रेक सुरु भएको छ। ल यात्राको क्रममा बिच बाटोमा हामी आराम गर्दै हामी हिँड्दैछौँ। यो क्रममा हामी खेन्दी रसुवामा आइपुगेका छौँ। यात्राको क्रममा यसरी ट्रेकिङमा आइराख्नु भएको छ साथीहरू। यो उकालो बाटो यस रमाइलो छ साथीभाइ, सँगसँगै आउँदा यसरी ठाउँ ठाउँमा विश्राम स्थल र खाजाका लागि होटलहरूको पनि व्यवस्था राम्रो देखिन्छ। अब यसरी उकालो हिँड्नुपर्ने हुन्छ। अब लगातार 4 घन्टाको उकालोपछि हामी आजको बसाइलाई चाहिँ त्यतै तय गर्ने विचार गरेका छौँ। धार्मिक स्थलको भ्रमणका लागि र साथसाथै ट्रेकिङका लागि देशको विभिन्न स्थानबाट साथीभाइहरू, आमा बाबा दाजु दिदीबहिनीहरू आइराख्नु भएको छ। ल हेर्न सक्नुहुन्छ। हामी यो देउराली भन्ने ठाउँ आइपुगेका छौँ। यहाँ खान बस्न र होटलको राम्रो व्यवस्था रहेको छ। देउरालीमा बस्नको खानको एकदम राम्रो व्यवस्था। हाम्रो यात्रा देउराली हुँदै अघि बढेको छ। देउराली हुँदै हामी अघि बढ्यौँ। उकालोमा अब चन्दनबारीको यात्रा। अहिले आजको दिन पहिलो दिनलाई चन्दनबारीसम्मको यात्रा निरन्तर उकालो हिँड्ने काम भइरहेको छ। ल साथीहरू यसरी चन्दनबारी नजिकको उकालोमा छौँ। अबको करिबन 1 घन्टामा हामी आजको वासस्थान चन्दनबारी पुग्ने तर्खरमा छौँ। साना साना कलिलो नानी बाबुहरू पनि यो ट्रेकिङमा हौसलाका साथ हिँडिराख्नु भएको छ। उहाँहरू हाम्रो लागि इन्सपिरेसनको सोर्स। उहाँहरूद्वारा हामी मोटिभेट। तपाईँहरूले पनि आफ्ना नानी बाबुहरूलाई अर्ली एजदेखि नै यसरी ट्रेकिङमा हिँडाउनलाई अभ्यस्त पार्नुभयो भने पछि गएर उहाँहरूलाई एकदम सहजता हुन्छ भन्ने कुरा चाहिँ जानकारी गराउन चाहन्छौँ। कञ्चनबारी नजिकको उकालोमा छौँ। एकदमै रमाइलो रमणीय हिंसा।
यहाँ छ ल हिँड्न नसक्नेहरूको लागि घोडाको पनि राम्रो व्यवस्था छ ढिङ्साबाट पनि हामी अघि लागेका छौँ चन्दनमारीको यात्रा जारी छ ल यसरी यात्राको क्रममा रमणीय ठाउँहरू पहाडहरू हिमालहरू अवलोकन गर्न मिलिरहेको छ यसमा हामी एकदमै खुसी छौँ वीरेन्द्र खड्का पनि निरन्तर यात्रामा रमाइलो हिँडिराख्नु भएको छ उमङ्ग छ तपाईहरु पनि यसरी आउनु होला घुमाउनु होला हामी आध्यात्मिक पवित्र यात्रामा छौं हो गोसाई कुण्डले हाम्रा कतिपय यो भौतिक संसारमा गरेका कर्महरू हो त्यसलाई ज्ञात अज्ञात कर्महरू जो मोक्ष प्राप्तिका लागि अझै राम्रो हुन्छ भन्ने किंवदन्तीका कारणले हामी यो भौगोलिक रूपमा अति विकट भए पनि मनमोहक दृश्य उकालो पहाड र धार्मिक आस्था लस्करै हिँड्ने ट्रेकरहरूको एउटा जमातले मनलाई अझै प्रफुल्ल बनाउँछ र यो यात्रा एकदम आनन्दित भएको महसुस गराउँछ त्यसर्थ तपाईहरु पनि आफ्नो जीवनको छोटो समय छुट्याएर गोसाईकुण्डको यात्रामा निस्किनु होला कन्जुस नगरिकन जीवन त आखिर के नै रहेछ र यही त हो जिन्दगी ल वीरेन्द्र सर तपाईलाई यो यात्राको क्रममा तपाईले भोग्नुभएका अनुभवको कुरा र यो धार्मिक स्थलको बारेमा वर्णन गरिदिनु भएका तपाईलाई धेरै धेरै धन्यवाद यो जनै पूर्णिमाको दिन गोसाईकुण्डमा मेला लाग्ने गर्दछ तमाम हिन्दू धर्मावलम्बीहरू विशेषतः अनि कतिपय बौद्ध धर्मावलम्बीहरू पनि यहाँ आएर दर्शन गर्ने र कुण्डमा नुहाएर आफ्नो मोक्ष प्राप्तिका लागि गोसाईकुण्डको यात्रा गर्ने परम्परा रहेको छ तथापि हामी केही जीवनको केही छोटो समय र केही फुर्सदिलो समय छुट्याएर हामी गोसाईकुण्डको यो पदयात्रामा हिँडिरहेका छौँ यो पदयात्राले हामीलाई एकदम आनन्दित महसुस गराएको छ धन्यवाद धन्यवाद आउनुहोस् कृपया जीवन एकदम उमङ्गका साथ रमाउनुहोस् कञ्चनबारीको बसाइपछि दोस्रो दिनको रोसाइङ कुण्डको यात्रा फेरि हामीले सुरु गरेका छौँ अब निरन्तर उखको 4-5 घण्टाको उकालो पछाडि हामी ल ओह्रालो तेस्रो यात्रापछि फेरि उकालो सुरु भएको छ कस्तो मजा छ यार जङ्गल घनघोर जङ्गल छ क्या घनघोर ल घोडा सवारी हुँदैछ गडी 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 ल ल ल ल यहाँ घोडेसवार गर्नलाई घोडाको पनि व्यवस्था छ सक्ने मान्छेहरूका लागि यहाँ चेकपोस्ट टिकट नलिएका मान्छेहरू यहाँबाट पनि टिकट लिएर यो हाम्रो निकुञ्जको यात्रा कन्टिन्यू गर्न सक्नुहुन्छ अब यहाँबाट चाहिँ उकालो यात्रा सुरु हुन्छ हामी यो फुलको फाँट हुँदै अघि बढिरहेका छौँ यहाँ फुलले ढकमक्क भएको फाँटको मनोरम दृश्यका साथ यात्रा जारी छ एकदमै रमाइलो यात्रा यहाँका फुल यहाँको प्राकृतिक सौन्दर्यले हाम्रो यात्रामा भइरहेको थकानलाई पनि मेटाइरहेको छ एकदमै रमाइलो यात्रा अहिले हामी 3900 मिटरको उचाइमा अवस्थित लौरी विनायकको उचालोमा पुगेका छौँ रमणीय यात्रा सँगसँगै
लौरी विनायकको उकालोको निरन्तरतामा छौँ हामी। यो उकालोको करिब करिब अन्तिमतिर छौँ। यो उकालो सकिसके पछाडि बुद्ध मन्दिर आउँछ, लौरी बिसाउँछौँ। हामी लगेर जान्छौँ गोसाइँकुण्ड। उकालोको क्रममा हामी यात्रा जारी राखेका छौँ। यो लौरी विनायक उकालोको एउटा किंवदन्ती के छ भने भगवान् शिवले पनि यो यात्राको क्रममा यो लौरी विनायक यो उकालो चढ्दा उहाँलाई पनि लौरीको आवश्यक परेर लौरी बिना नै यो उकालो चढ्न नसक्नु भएर लौरीको युज गर्नुभएको भन्ने किंवदन्ती रहेको देखिन्छ। त्यसले गर्दा यो उकालोमा लौरीको आवश्यकता चाहिँ अपरिहार्य छ। यहाँ हेर्न सक्नुहुन्छ समधुर पाटनहरू छन्, पारी हेर्न सक्नुहुन्छ, हिमालहरू चारैतर्फ हिमाल र हिमालको छेउछाउ हुँदै यो पाटन, यो फुल हुँदै हामी गोसाइँकुण्डको निरन्तर यात्रामा छौँ। अबको करिब 1 घन्टामा सम्भवतः हामी धार्मिक एवं पर्यटकीय स्थल गोसाइँकुण्ड पुग्नेछौँ। बिसाउनेको उकालोको पनि अन्तिममा छौँ हामी। अब यस पछाडि यहाँ लौरी बिसाउने र सम्मसम्म बाटो गर्दै हामी कुण्डको नजिक आइपुग्दैछौँ। यस्ता खालका विभिन्न खालका धार्मिक मन्दिरहरू हामी देख्न सक्छौँ। यात्राको क्रममा विभिन्न स्थानबाट आउनुभएका धर्मावलम्बी साथीभाइहरू हुनुहुन्छ। यसरी देख्न सक्नुहुन्छ पाहाडीको मनोरम दृश्य र बुद्ध मन्दिर नजिक लौरी बिसाउनेको अन्तिम बुद्ध मन्दिर हामी पुगिसकेका छौँ। होइन अहिलेसम्म एकदमै राम्रो रमणीय यात्रा लौरी बिसाउनेको उकालो सकाएर हामी अघि बढेका छौँ। अब करिबन 15-20 मिनट 1 घन्टामा हामी गोसाइँकुण्डको यात्रामा अग्रसर हुनेछौँ। हेर्न सक्नुहुन्छ साथीहरू यो मनमोहक दृश्य ल हेर्नुहोस्, हिमाल, पहाड, झरना, प्रकृतिको अनुपम श्रृङ्खला यहाँ देख्न सकिन्छ। प्रकृतिभन्दा महान, प्रकृतिभन्दा ठुलो शिक्षा, प्रकृतिभन्दा ठुलो आध्यात्म, प्रकृतिभन्दा ठुलो आस्था केही पनि हुन सक्दैन। तसर्थ समय निकालेर घुमौँ, समय निकालेर काठमाडौँबाट नजिकको दूरीमा रहेको पर्यटकीय तथा आध्यात्मिक यात्रालाई 3 दिनको बढीमा 3 दिनको समय र हजुरहरू सक्नुहुन्न भने बढीमा 4 दिनको समयमा यो आर्थिक रूपमा पनि किफायती, एकदम आर्थिक रूपमा पनि धेरै नपर्ने पर पर्सन त्यस्तै 5-6 हजारको बढीमा 6 हजारको हामीले कस्टमा यो सुन्दर धार्मिक पर्यटकीय आध्यात्मिक यात्रा गरेर आफैलाई एकदमै खुसी र चाहिँ आनन्दमय बनाउन सक्छौँ। यसका लागि मैले हजुरहरूलाई अनुरोध गरेँ। अहिले हामी करिबन 4100 फिटको उचाइमा यात्रा गरिरहेका छौँ। अब हामी पवित्र स्थल गोसाइँकुण्डको करिब नजिक छौँ। हेर्दा यहाँ एकदम डरलाग्दो दृश्य
राम्रो छ क्या भन्नु होला यार यो त धेरै दाइ हेर्नुहोस् यो हिमालको काखमा रहेको गोसाइकुण्ड यहाँ रहेको अर्को एउटा कुन कुण्ड हो यो अज्ञात कुण्डको नाम दिउँ त्योभन्दा माथि छ सूर्यकुण्ड आजको हाम्रो डेस्टिनेसन चेन्ज भएर अब हामीले गोसाइकुण्डबाट एक स्टेप अगाडि सूर्यकुण्डसम्म गएर आजको यात्रालाई अझै मनमोहक अझै रमाइलो अझै प्रकृतिको काखसँग प्रकृतिसँग हामीले रमाउने निधो गरेका छौँ हेलो मिस्टर सुरेश बुझ्छु ल बाटैमा रहेको नागकुण्ड होइन नागकुण्ड ल फाइनली गोसाइकुण्ड हामी आइपुगेका छौँ गोसाइकुण्ड क्षेत्र नजिक रहेका होटेलहरू म तपाईँहरूलाई देखाइरहेको छु जहाँ खाना बस्नुको एकदम सुलभ सहज सुविधा रहेको पाइन्छ वाह मनमोहक दृश्य तपाईँहरूलाई देखाइरहेको छौँ फाइनली हाम्रो प्रतीक्षाको घडी समाप्त भइसकेको छ तपाईँलाई मैले दृश्यमा देखाइरहेको धार्मिक तथा पर्यटकीय र महत्त्वपूर्ण हाम्रो देशको एक धरोहर गोसाइकुण्ड हो जहाँ चाहिँ हिन्दू धर्मावलम्बीको एकदम विश्वास जनविश्वास रहेको देखिन्छ विशेष गरी जनै पूर्णिमाको मेलाको बेला यहाँ श्रद्धालु भक्तजनहरूको ठुलो घुइँचो लाग्ने गरेको पाइन्छ र ट्रेकिङ रुटका लागि पनि नजिकको र हाई अल्टिट्युड 4380 अल्टिट्युडको मनमोहक दृश्यका लागि प्रख्यात यो दृश्य तपाईँलाई देखाइरहेको छु हाम्रो प्रतीक्षाको घडी विगत 2 दिनदेखिको अनवरत यात्रा उकाली ओह्राली भन्ज्याङ चौतारी र काठमाडौँको यात्रा आज यहाँ आइपुगेका छौँ र अझै हामी यो यात्रालाई माथि सूर्यकुण्डसम्म लिएर यो यात्रालाई हामी जारी राख्ने प्लान बनाएका छौँ हेर्न सक्नुहुन्छ प्रकृतिले परिपूर्ण यो कुण्ड तपाईँहरूलाई यो कुण्डको बारेमा देखाइरहेको छु जहाँ प्राकृतिक रूपले भरिपूर्ण हिमालयको काखबाट सिर्जित जहाँ शिव भगवानले यहाँ उपासना गरेको शिव भगवानको ठुलो देन शिव भगवानको ठुलो कृपा शिव भगवानको यहाँ आशीर्वाद र धार्मिक होली प्यालेसको रूपमा देखिन्छ यहाँ आएर स्नान गर्दा ठुलो हामीले पुण्य पाउने जनविश्वास रहेको छ यहाँ स्नान गर्दा पुण्य प्राप्त हुने र मोक्ष प्राप्त हुने एकदमै ठुलो जनविश्वास रहेको छ गोसाइकुण्डको मनमोहक दृश्य अब यो गोसाइकुण्डको यात्रापछि अब हाम्रो यात्रा सूर्यकुण्डतर्फ अघि बढ्दैछ यो गोसाइकुण्डको छेउछेउ करिब 1 घन्टाको यात्रापछि अर्को धार्मिक तथा पर्यटकीय गन्तव्य सूर्यकुण्डतर्फ हामी जाँदैछौँ गोसाइकुण्ड आउँदा थप 1 घन्टाको यात्रा गरी छुटाउनु नहुने अर्को पर्यटकीय स्थल सूर्यकुण्ड रहेकाले त्यो यात्रातर्फ हामी अग्रसर हुँदैछौँ तपाईँलाई देखाइरहेको मनमोहक दृश्य गोसाइकुण्डको हो ल हेर्नुहोस् मनमोहक हिमाल पहाड हिमाल छ कञ्चन पानीका साथ हामी
सूर्यकुण्डको यात्रातर्फ अगाडि जाँदैछौँ। सूर्यकुण्डको यात्रामा हामी निरन्तर उकालो लागिरहेका छौँ। यो गोसाइकुण्डको छेउ हुँदै सूर्यकुण्डको यात्रामा हामी अघि बढिरहेका छौँ। एकदम रमाइलो बाटो छ। हजुरहरू पनि यो रमणीय स्थलको भ्रमणका लागि यहाँ पाल्न सक्नुहुनेछ। सूर्यकुण्डको गोसाइकुण्डको छेउछाउ भएर सूर्यकुण्ड जो चाहिँ 4630 मिटरको उचाइमा पर्ने गर्दछ र यो एरियाको एकदम हाई अल्टिट्युड एकदम हाइटमा हामी चाहिँ आध्यात्मिक धार्मिक तथा पर्यटकीय भ्रमणका लागि हिँड्दैछौँ। एकदमै तीव्र गतिमा हावा चलेको छ। हिमालयमा हिम गएको दृश्य देखिरहेको छ। त्यसका बावजुद पनि हाम्रो यात्रा जारी छ। हिउँ पर्ने एकदम उच्च अल्टिट्युड का बावजुद हामीले हाम्रो सूर्यकुण्डको यात्रालाई जारी राखेका छौँ। ल हेर्न सक्नुहुन्छ यस्तो रमाइलो छ। जाने क्रममा बाटोमा यसरी हिउँले भरिएको ठाउँहरू देख्न सकिन्छ। रमाइलो दृश्य म तपाईँहरूलाई देखाउन चाहन्छु। यसरी हिउँ अवलोकन गरेर पनि हामी हाम्रो यात्रालाई अनवरत रूपमा अहिले हामी 4650 मिटरको उचाइको यात्रा गर्दैछौँ। 4650 मिटर। दृश्य छ यता हेर्न सक्नुहुन्छ। हिमालमा छौँ हामी अहिले। हिमालको दृश्य तपाईँहरूलाई अवलोकन गरिरहेका छौँ। यो कञ्चन हिमालहरू हिमालको बाटो हामी सूर्यकुण्डको बाटो तय गर्दैछौँ। व्यापक रमाइलो छ। एकचोटि अवश्य समय मिलाएर नछुटाइकन भ्रमण गर्नुपर्ने पर्यटकीय तथा धार्मिक स्थलको रूपमा सूर्यकुण्ड देखिन्छ। हेर्नुहोस् यहाँ तल रहेको पार्वती कुण्ड हो। यसरी हिमालका दृश्य सँगसँगै अवलोकन गर्दै अगाडि बढ्न सकिन्छ। यो अनुपम दृश्य तपाईँहरूलाई देखाइरहेका छौँ। अल्टिमेट रूपमा हाम्रो डेस्टिनेसन पोइन्ट पनि नजिक आइसकेको छ। यही दृश्यमा कुइरोले देखिएको छैन। यही पोइन्ट नै हो सूर्यकुण्ड। धार्मिक पर्यटकीय स्थल सूर्यकुण्डको हामी नजिक छौँ। त्यसको छेउबाट एउटा हामीले फोटो भिडियो लिँदैछौँ। यही नै हो भिडियो। हामी यो सूर्यकुण्ड ताल मौसमले गर्दा कति रुखुने र सिनभरमा यो ताल चाहिँ एकदमै तपाईँको चाहिँ कुइरोले ढाक्ने गर्दछ। यो चाहिँ 4650 मिटरको उचाइमा अवस्थित सूर्यकुण्ड ताल हो। यो तालको मनोरम दृश्य अवलोकन गर्नका लागि पनि हामीले यो प्रकृतिको समय कुर्नुपर्ने हुन्छ। यहाँ छिनभरमै बादलले यसलाई चाहिँ ढाक्ने र हिउँले छोप्ने अनेक हुन्छ। अहिले हामी भाग्यमानी मान्छौँ। हामीलाई यो सूर्यकुण्डको ताललाई हामीले दृश्य अवलोकन गर्न गइरहेका छौँ। एकदमै क्लियर रूपमा देखिएको छ सूर्यकुण्डको ताल। यो ताल चाहिँ धार्मिक पौराणिक रूपमा हाम्रो एकदमै ठुलो महत्त्व बोकेको ताल हो। यो ताल चाहिँ हजुरले अवश्य भ्रमण गर्नु।